आजको 15 दिनमा भुइँचालो आउँछ सानो होस् या साथीहरूलाई स्वागत छ हाम्रो च्यानलमा अनि आज हामी फेरि भेटेका छौँ। आज हाम्रो योजना भनेको बोर्डर जाने योजना छ सरको भनाइअनुसार। कहाँको बोर्डर हो थाहा छैन। कहाँको बोर्डर हो थाहा छैन। बोर्डर चाहिँ बोर्डर हो। काँक्रा भिटाको पनि हुनसक्छ, यता तल के अरे बिर्तामोड र भद्रपुरको बोर्डर पनि हुनसक्छ। ए त्यस्तो बोर्डर नेपालको बोर्डर हो कि इन्टरनेसनल बोर्डर हो कि? इन्टरनेसनल बोर्डर ल इन्टरनेसनल बोर्डर भने चाहिँ हामी इन्डियाको छेउछाउ जाने रहेछ साथीहरू। कहाँ हो भन्ने कुरो थाहा छैन। ल अब हामी लाग्यो साथीहरू आज लाग्यो फेरि नयाँ भ्लगमा। नयाँ भ्लगमा हजुरलाई स्वागत गर्न चाहन्छु। साथ सपोर्ट गर्नु होला होइन। तपाईँहरूको यो दुई भाइहरू चाहिँ निकै माथि नि जान्छ भन्ने कुरो चाहिँ विश्वास गर्नु होला है त साथीहरू। साथ दिनुभयो भने चाहिँ हामी माथि नि पुगिन्छ। गाडीबाट आउँदैछ गाडी। अब हामी साइड लाग्छौँ। साइलेन्ट अनिवार्य। साइलेन्ट अनिवार्य छ नि। यो बाटो सर यो बाटोमा लेन्स त धुलो भइदिएर सर बिजो खतम बाटो त हरिडिजो होला सर। पुरै अनि ड्याममै अनि बाटै थिएन अनि ठ्याक। हामी इन्टरनेसनल काम गर्नको लागि गइरहेका छौँ क्या साथीभाइहरू। हामी कुनै एउटा सानो ठाउँमा मात्रै सीमित छैन। हाम्रो भनेको चाहिँ परपरसम्म छ। इन्टरनेसनल होइन बम्पर चाहिँ 3वटा 4वटा लाइसेन्स प्राप्त। टक्लक 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 चाक उठ्न पाएन। अहिलेसम्म लाइसेन्स बोकेको छैन भने त साला दामी फाइन हुनको रहेछ नि त साथीभाइहरूले। अनि नागरिक एप त अनिवार्य चाहियो नि। मार्ने रहेछ नि यहाँ। ल साथीभाइहरू हामी अहिले ठ्याक्क लोकेसनमा आइपुगिसक्यो हाम्रो सरको घरमा। यहाँ चाहिँ क्यामेरा छ, ड्युनलाई चट्ट लगाएर बस्छ। अब हामी देखाउने छौँ के गर्नेछौँ। देखाउन पाइयो भने होइन। काम हुँदैछ यहाँ चाहिँ। काम हुँदैछ। पुगो नकाट्ने पहिले त्यताबाट फिनिसिङ गर्दै आउने अनि मात्रै काट्ने हो। ल त्यताबाट फिनिसिङ गर्दै आउने। त्यसो भए हाम्रो राउटर चाहिँ यहाँनिर राख्नुपर्ने भएको छ यस्तोमा टक्क। अनि माथिबाट लाइन लिएर दुईवटा क्यामेरालाई पावर पनि लिङ्क पनि त्यही राउटरबाट दिनुपर्ने। इन्भर्टरको तार चट्ट ल्याएर यसरी नै केयर6 यहाँसम्म आइपुग्यो। राउटर यहाँ छ। एउटा भविष्यवाणी आजको 15 दिनमा होइन सर। आजको 15 दिनमा भुइँचालो आउँछ सानो होस् या ठुलो होस्। हो कि होइन चाचा? हो नि हो। अनि हाम्रो सरले भविष्यवाणी गर्नुभएको ठ्याक्क भुइँचालो आयो भने चाहिँ ल खतरा म मान्छु सरलाई। चस्मा हो सरको कडा हो भने चाहिँ। अब यहाँ क्यामेरा रिसेट गर्ने हो। चोटो लगाएर क्यामेरा रिसेट पनि भयो। बत्ती भयो हजुर। त्यो अहिले टिप्छौँ हामी। चाहिँ काम सक्यो भनेर जाने बेला भयो भनेको हेर्ने चाहिँ 30% भर्खर लाइन आयो। काम सके पछाडि लाइन आयो। हामीले यहाँको काम सकेर टक्क निस्क्यौँ अहिले चाहिँ। अब हामी जाँदैछौँ कहाँनिर भन्नुहुन्छ भने अब यहाँ काँक्राभिटा आइसके पछाडि जाउँ न त। पानी ट्याङ्की पनि यसो अलिअलि सामानहरू थियो त्यो पनि लिएर आउँ यतिखेर चाहिने भनेर पानी ट्याङ्कीतिर जान आँट्दैछौँ। हेरौँ अब कस्तो हुन्छ। तिनीहरूले लिएर आउन दिनुहुन्छ कि हुन्न। अब 100 रुपियाँ 200 रुपियाँ कि 300 रुपियाँसम्म चाहिँ सामान ल्याउन दिन्छ र त्यहाँदेखि उता चाहिँ भन्सार गर्नुपर्छ अरे। हामी टक्क 100 रुपियाँको मात्रै सामान लिएर आउँछौँ अब गएर होइन सर। आउँदैन कि सर? हजुर आवाज त हामी बोलेको त यहाँ स्वाया गर्छ। अब म्युजिक हालिदिनुपर्छ टक्क ब्याकग्राउन्डमा चाहिँ। म्युजिक हाल्ने पनि हामी अहिले बोलिदिरहेको छौँ। सुन्यो भने हामीलाई ठिक छ। बन्द छ क्या यहाँ त? सिधै आउनु पर्छ के हो? सिधै जाने हो हामी। के को छिर्नुपर्छ? यतैबाट चाहिँ आउनुपर्ने रहेछ। ए हो र भाइहरू होइन के भयो भने नि भिडियो चाहिँ बन्द गर्नुपर्ने रहेछ यहाँ बोर्डर साइडमा अलिकति त्यस्तै हुन्छ अरे
होइन भिडियो चाहिँ बन्द गर्नु अब यहाँबाट ठ्याक्क टर्निङ चाहिँ टर्निङमा चाहिँ एकछिन चाहिँ हामी मोबाइल गोजीमा राख्छौँ होइन फेरि हजुरहरूलाई चटुल लगाएर देखाउने छु तर मोबाइल चाहिँ किन बन्द गर्न लगायो सर ल एकछिन राख्छौँ न हामी सट्ट टर्निङ हान्यो ल हामी पुलमा आइपुग्यौँ यता नयाँ पुल भयो यो पुरानो पुल भयो हामी पुरानो पुलबाट जाँदैछौँ नयाँ पुलबाट जान दिँदैन होइन अब हामी उता देखेको इन्डिया भएर हामी आइपुग्यौँ अब यहाँबाट त मोबाइल बन्द हो माफन अहिले राख्नुपर्छ मोबाइल राखिदिन्छ न रहेछ राखेको नै चलेगा भनिदियो क्या सरको त खोइ के लाइसेन्स के देखाउनु भएको थियो अनि यहाँनिर त्यही देखाइदिनु भयो टक्क छिरियो हामी अहिले खानेपानटेङ्गीतिर अब यहाँबाट हामी हेर्छौँ के यसो जान्छौँ दलाल सलाल गर्छौँ तर हामी सकेसम्म 10 मिनटभित्रमा फर्किने प्रयास गर्छौँ विदिन 10 मिनट हामी फेरि नेपालमै हुन्छौँ हामी 10 मिनटको समय मात्रै लिएर आएको किनभने धेरै बेर अफिस टाइममा धेरै बेर घुम्नु हुँदैन भन्ने कुरो हाम्रो चाहिँ यहाँ सामान लिनु दिएर मात्रै एकछिन आइदिउँ न यहाँ आइपुगेको भनेर विदिन 10 मिनट हामी नेपालै पुग्नेछौँ छिटो गर्नेछौँ लेट्स गो हामी पानट्याङ्कीको सक्क भिड हामी पहिलेभन्दा धेरै भिड घटिसकेको छ अहिले पानट्याङ्कीमा पनि किनभने पहिले चाहिँ कस्तो हुन्थ्यो भने अब भान्सार कम्ती थियो नि त अहिले चाहिँ 100 रुपियाँभन्दा माथिको चाहिँ उयो भयो अब पट्रीमा आइपुगेछ साथी हामीले यहाँ चाहिँ रेल कुद्ने ठाउँमा आइपुगेछ होइन अब यो टक्क रेल आउने बेलामा चाहिँ यो गेट टक्क लाग्छ हामी त गफमा सिधै यता ओरपा आइपुगेछ कि धेरै र हामी फर्किन्छौँ सामान किन्नुपर्ने उतै छिर्नुपर्ने यता आइपुगेछ हो तर ठिक छ यहाँ यत्रो गर्दै आउँछ साथी हो ट्रेन चाहिँ होइन आचा यही मार्छ न सर यहाँ दोकान अगाडि नराख्नु कि अब हामीले चाहिँ यो चुज गरेको छ साबुन होइन नुहाउनको लागि साबुन 24 महिनालाई पुग्ने गरी 24 अब एउटा ब्रस सर यहाँ छ ब्रस इन्टरटेनमेन्ट रमाइलोको लागि मात्रै हो क्या यो ठिक छ ठिक छ यो चट्ट अनि अरू के छ लानुपर्ने सर हामीले लानुपर्ने ल हेर साथीहरू कति भयो दाइ कति भयो हाम्रो बिल यो साबुनको रेसको अरू के एड भएको छ एउटा काजु एउटा बदाम दुईवटा भयो यो त्यति भयो यति नै होइन अब लाने हामीले अरू के लानु सर अरू के लान्छ हुन्छ यही लैजाउँ न थोरै कति अरे 885 हो फाइनली हाम्रो सपिङ भइसकेको छ आमामा दामी सपिङ भयो 100 रुपियाँको सामान लिएर आएको यो 100 रुपियाँ चाहिँ अब एक्स्ट्रा भरे भन्सार तिरिराख्नु पऱ्यो भने गोजीमा राखिरहनु यो चाहिँ फाल्टु भन्सार तिर्नु परेन भरे सय ल साथीभाइहरू हामी चाहिँ खतरा सपिङ हान्यौँ होइन मलाई ब्रस चाहिरहेको थियो ब्रस किने साबुन चाहिरहेको थियो साबुन किने अनि काजु किसमिस जम्मा 100 रुपियाँ उब्रेको छ सरगोजीमा अनि काजु किसमिस किने अनि एउटा के किने दुईवटा चक्लेट किने एउटा चाहिँ अब हामी नै गरेर खान्छौँ एउटा चाहिँ फर मायालुलाई त बिर्सिनु भएन नि त है त साथीहरू हामी चाहिँ अहिले जाँदैछौँ रेल चढिओरि आम्मामामा सर कुरकुरे खानै जाउँ न कुरकुरे खाउँ न त तुरतुरे तर ठ्याक्कै यो 3टा लाँदाखेरि चाहिँ सरासर सिधै 50 रुपियाँ चाहिँ नाफा हुँदो रहेछ क्या नेपालीमा 50 रुपियाँ गोटा बेच्यो भने 50 रुपियाँ नाफा हुँदो रहेछ क्या ल तर हामी बेच्न त होइन खाने हो होइन ल सट्ट लगाएर हामी लाग्यौँ अब नेपाल 100 रुपियाँभन्दा बेसीको सामान भयो यो 150 को भयो भन्सार तिर्नु 10% भनेपछि 15 रुपियाँ तिर्नु पर्यो 15 रुपियाँ तिर्नु पर्यो ल त्यसकोमा चाहिँ छैन पैसा 10 रुपियाँ 5 रुपियाँ दिएको मसिना उहु लाग्यो ल साथीभाइहरू अब फेरि फोन बन्द गर्नुपर्ने हुन्छ हामीले ल ओला माकुरी ओइ मा झन्डै बम्फर रहेछ नि हौ प्यार गर यहाँ त चाचाहरू पनि रहन्छ ला हौ सबै नगर्नु अन्त नगर हामी जाउँ किन यता ठोक्नुहुन्छ है सर लेट्स गो के ल्याउनु भयो भन्नुभयो 3टा कुरकुरे छ भनेर भनेको जानु अरे क्या आस्ते सरजीले त अब हामी सुइँ जान्छौँ हाम्रो आमाकोमा विदिन 10 मिनट नभइकन आइयो नि सर होइन नि सर हो नि 52 थियो 52 थियो 10 मिनट 20 मिनट भयो भएन के हो यो हुस्से ए तारको म धुलो अनि यस्ता मरिँदैन सर अनि हेर्नु त यो इनहेल गरेर जम्मै सास
गऱ्यो एकतिरको काम गरेर हेर्नु त लु अनि आम्म मरिँदैन मान्छे यस्तोमा न मुला एटलिस्ट पानी त हालिदिन सक्छ नि जामलाउनेहरू यस्तो उठ्छ गऱ्यो मान्छे मर्दैन हिँड्ने मान्छे मुला कस्तो कि त एकतिर पहिले बाटो बनाइसक्नु रोड अनि एकतिर बनाउनु जम्मैतिर भत्काएको हुन्छ एकैचोटि हामी अफिस आइपुग्यौँ तुडुहरू लिएर तुरतुरेहरू लिएर अफिस आइपुग्यौँ हामी चटो लगाएर अब फेरि हामी सोरुमतिर निस्किन्छौँ एकछिन बसेर पानी सानी खाएर हेलो आज मेरो तर्फबाट पार्टी केटाहरूलाई केटाकेटीहरूलाई लुडो खेल्दै खाँदैछु यो खाइसकेर जाने भन्ने कुरो यस्तो छ साथीभाइहरू यस्तो इन्ट्रेस्टिङमा पुगेको छ अरे नि अब दुईजनालाई एक एक चाहियो मलाई दुई चाहियो हो म चाहिँ अब एक राउन्ड भर्खर घुमेर आइपुगेको यिनीहरू चाहिँ 3 मिनट भइसक्यो यो हल्ला क्या गायत्री मन्त्र जपेको छन् हाम्रो 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 दुई साथीभाइहरू साथीभाइहरू हामी तार बोकेर निस्किसक्यौँ फेरि चोटो लगाएर माला लगाएर सब्जी आउँदै हुनुहुन्छ पछाडि ओमोडाको सोरुम आएको थियौँ यहाँ ओमोडा के हो कारको सोरुम आएको थियौँ आयौँ भिडियो चाहिँ बनाइएन यसो कामसाम भयो काम गऱ्यौँ नानी काम सकिएपछि हामी फेरि लाग्न आँट्यौँ होइन सर अब निस्केको हामीले काम गरिसक्यौँ अब अलैँची फ्याक्ट्री गोदाम अलैँची होइन डिलर भनौँ न त्यहाँ जान्छौँ ल सर स्टे ट्युन है त गाइज अब सकिन आँट्यो हाम्रो ब्लग आजलाई नयाँ ठाउँमा आएको छौँ अब यहाँ तार ठक्क यो राउटरबाट तलको स्विचसम्म लानुपर्ने भयो साथीभाइहरू हाम्रो साथीले काम गर्दैछ माथि बाँधेर पर फेरि आयो मग 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 छ नि सबै अलैँची 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 अब हाम्रो चक्कसँगले यो एउटा गिगाबाइट स्विचमा माथिबाट आएको तार आउँछ यहाँ अघि अनि यो राउटरबाट यो नेट यो स्विचबाट यो राउटरमा आउँछ त्यसो गर्दाखेरि माथिको राउटरबाट यो नेटमा आयो नेटबाट आएर मुनिको अपलिङ सबै बुझिहाल्नु भयो तपाईँहरूले ल धन्यवाद